ल सुफिया पुला हाम्रो चाहिँ 2 महिनाको टिप्टिङ क्लास थियो ल्याङ्ग्वेज अनि फेरि हामीले चाहिँ म चाहिँ जहिले नि अब बेलुका छिटो सुत्छु भनेर सुत्या हुन्छ अनि फेरि बिहान उठ्ने बेलामा त कति अल्छी भइरहेको थियो अल्छी भए पनि मैले यसरी ब्यागमा हाल्यो अनि फेरि ढोकाहरू त्यसपछि बत्ती निभायो बत्ती निभाइसकेपछि म रुमबाट बाहिर निस्किँदै 5 बजी नै यस्तो उज्यालो हुने कि हाम्रो गाउँमा चाहिँ अनि मैले ढोकाहरू लगाएँ जति छिटो जान्छु छिटो उठ्छु भने पनि है उठ्नै नसक्ने 5 बजी नै उठेर जानुपर्छ त्यसपछि मैले चप्पल लगाइ हिँड्यो अनि गयो सिडी भत्किसकेछ कि हाम्रो गाउँमा पानी नै धेरै पर्छ त्यही भएर पानी परेर चाहिँ राति ठुलो पानी परेको थियो यसरी म हिँडेको बाटो चाहिँ भत्किएछ अनि फेरि मैले मकैबारीबाट गएँ मकैबारीबाट जाँदा मेरो कुकुर पनि थियो के त्यो चाहिँ मेरो साथी हो क्लासमै जान्छ अनि म जङ्गलको बाटो पुग्यो फेरि रोडमा पुग्यो रोड चाहिँ यस्तो भएछ कि त्यसपछि पानी हेर्नु यी चिसो पानी त्यसपछि हामी क्लास हुने गुम्बा पुग्यो अनि भान्जा चाहिँ अगाडि आइसकेको रहेछ अनि भाइहरू पनि आउनुभयो अनि त्यसपछि मैले ढोका खोलेँ बिस्तारै गिर पनि रहेछ त्यसलाई लाग्ला पनि बिस्तारै मैले ढोका खोलेँ त्यसपछि हाम्रो यो क्लासबाट भित्र छिर्नलाई 2टा कोठा ढोका खोलेर जानुपर्छ एउटा चाहिँ बाहिरको गेट हो एउटा चाहिँ भित्र क्लासरुमको ढोका हो यहाँ भाइहरू आउँदै हुनुहुन्छ क्लासमा त्यसपछि मैले यसो लाएर मार्करहरू देख्यो अनि मैले व्हाइट बोर्डमा मैले जानेको कुराहरू केही लेख्न खोजेँ अनि गेल्ला आउनुभयो गेल्लाले के लेखिदिनु भयो त्यसपछि हामी यसरी पढ्यौँ है यसरी पढ्यो लेख्यो हामी चाहिँ लेख्दै थियो गेल्लाले चाहिँ भिडियो बनाइरहनु भएको रहेछ हामी चाहिँ यसरी लेख्ने रहेछ कि है हामीले चाहिँ भर्खर सिकिरहेको हो उहाँले गेल्लाले चाहिँ हामीलाई सिकाउनु भयो त्यसपछि हामी छुट्टी भयो घर जाँदै अनि बिना मिसले ढोका बन्द गर्नुभयो अनि त्यसपछि उमेश दाइले चाहिँ 2 महिनाको अन्तरमा चाहिँ सन्दर्भमा उहाँले टिप्टिङ गीत पनि गर्न थालिसक्यो कि यहाँसम्म अनि त्यसपछि हामी गुम्बामा गयो चाहिँ हामी मणिखोर्लो पनि घुमाएँ आजको ब्लग चाहिँ मेरो यति नै हो भिडियो लास्टसम्म हेरिदिनु होला धन्यवाद